साथीहरु सबैलाई यस YouTube च्यानलमा स्वागत गर्न चाहन्छु। के तपाईको बच्चाहरु घरमा पढ्न मान्दैनन्? के तपाईको बच्चाहरुले घरमा मोबाइल धेरै हेर्छन्? भन्ने यो भिडियो पक्कै पनि तपाईहरुको लागि हो। यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। आजको भिडियोमा म 10 वटा एकदमै उपयोगी टिप्सहरु लिएर आएको छु हजुरहरुको लागि। हजुरहरुले आफ्नो बच्चालाई कसरी राम्रो बनाउन सक्नुहुन्छ। सो ढिला नगरी लेट्स स्टार्ट द भिडियो। सो आजको पहिलो टिप्स रहेको छ पढ्ने निश्चित समय बनाउनुहोस्। आफ्नो बालबालिकाहरूको लागि पढ्ने समय छुट्याउनुहोस्। यसैगरी अर्को टिप्स रहेको छ प्रोमोडोरो टेक्निक्स प्रयोग गर्नुहोस्। सो प्रोमोडोरो टेक्निक भनेको के हो साथीहरु? जस्तै 25 मिनेट पढ्ने र 5 मिनेट आराम गर्ने। सपोज 50 मिनेट तपाईको बालबालिकाहरूले पढ्यो भने 10 मिनेट उहाँहरूलाई आराम गर्नको लागि समय दिनुहोस्। र यसैगरी अर्को टिप्स रहेको छ मोबाइल टिभी र गेमको समय सीमित गर्नुहोस्। हामीले सबै थोकको समय सीमित गर्नुपर्छ, समय फिक्स गर्नुपर्छ, मिन्स टाइम टेबल बनाउनुपर्छ। र 4 नम्बरको टिप्स रहेको छ सानो सानो लक्ष्य बनाउनुहोस् र पुरा भएमा प्रोत्साहन दिनुहोस्। हामीले के गर्न सकिन्छ भन्दाखेरि सानो सानो लक्ष्य बनाउने हो। जस्तै 1 देखि 10 सम्म सिक्यो भने केही सानोतिनो बच्चालाई गिफ्ट दिने अथवा केही चकलेटहरु दिने हो, त्यस्तो पनि गर्न सकिन्छ। यसैगरी अर्को टिप्स रहेको छ पढेको कुरा आफ्नो शब्दमा भन्न लेख्न लगाउनुहोस्। नानी बाबुहरूलाई पढेको कुरा आफ्नो शब्दमा भन्न लगाउनुहोस्। आफ्नो व्यवहारमा त्यसलाई उतार्न लगाउनुहोस्। घोक्न मात्र लगाएर हुँदैन। राम्रो प्रयास गरेमा प्रशंसा र हौसला दिनुहोस्। जब तपाईको नानीहरूले केही राम्रो प्रयास गरिरहेको छ भने त्यसलाई प्रशंसा र हौसला दिनुहोस्। अरु बच्चासँग कहिले पनि तपाईको बच्चालाई तुलना नगर्नुहोस्। बालबालिकाहरूको लागि शान्त र व्यवस्थित पढ्ने वातावरण बनाउनुहोस्। र यसैगरी लास्ट नम्बरको टिप्स रहेको छ तपाई अभिभावकले नियमित साथ विश्वास र सकारात्मक व्यवहार दिनुहोस्। बालबालिकाहरूलाई विद्यार्थीहरूलाई सधैँ पोजिटिभ एनर्जी दिनुहोस्। धैर्य, माया र सही तरिकाले गर्ने प्रयासले हरेक बच्चाका भविष्य सफल बन्न सक्छ। साथीहरु यदि तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियो मन परे तपाईहरुले आफ्नो साथीभाइहरुलाई पनि यो भिडियो शेयर गर्नुहोला। हस्त धन्यवाद।